नमस्कार दर्शकवृन्द, दिउँसो 2 बजेको समाचारमा यहाँलाई हार्दिक स्वागत छ। समाचार सुरु गर्नुभन्दा पहिले समाचारका मुख्य शीर्षकहरू। भुटानी शरणार्थी टी स्टेट इलाम किडनी झोलेलाई कुकुरपारामा छड्के सलाम। बडा हरामी हो बेटा। समाचारका हरेक शीर्षकपछि हामीले एउटा सानो साइड हजुरलाई सुनाउने प्रयास गरेका छौँ। सुनेर साथ दिनुहोला। नेपाली जनताको किडनी प्रतिको आशमा चोटै चोट, 84मा झोले किडनीलाई जुत्ता र चप्पलको छापको भोटै भोट। तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? भक्तपुरका गुण्डा नायकेलाई आफ्नो नाम फेर्न अनुरोध, भगवान महादेवबाट उक्त नाम लिई अघि बढ्न प्रतिरोध। शाबाश बेटा, बहुत बढ़िया मुन्ना। शौचालय भट्टराईले चाल्दै अर्को पाइला, शौचालय भट्टराईले चाल्दै अर्को पाइला, यिनी हुन् भ्रष्टाचारको हिसाबमा माइला। सुदूरपश्चिममा ढेउबालाई गरियो जुत्ता र चप्पलले बहिष्कार, राणा भाउजूलाई चारैतिरबाट तिरस्कारै तिरस्कार। गधाहरूको छहारीमा झोलेहरू आफ्नै पहिचान लत्याएर जुहारीमा। फ्री भिसा फ्री टिकट पक्राउमा देखियो राजावादीमा खुसी, देशको अभिभावक बनाउँदोको नियतमा पर्यो च्याउ र ढुसी। शङ्का कोइरालाको हुँदैछ बुद्धि भ्रष्ट, शङ्का कोइरालाको भयो हुँदैछ बुद्धि भ्रष्ट। शिखर कोइराला हुन् मान्छे स्पष्ट र प्रष्ट, शिखर कोइराला हुन् मान्छे स्पष्ट र प्रष्ट। 70 करोड भाजपुटा तडपनमा, एकताका बकरा चोर भाउजूको धडकनमा। एहे रहा नहीं जाता, तड़प ही ऐसी है ना। विजिट भिसा प्रकरणमा 50 लाख झ्याप पर्ने हुन् चोरेस लेखक, नेपालमा भन्छन् भ्यागुचो इन्डियामा मेढक। नेपाली माताको आँसु पापले सताउनेछ यी पापी भ्रष्टलाई, नेपाली माताको आँसु पापले सताउनेछ यी पापी भ्रष्टलाई। जल्दी बोल, कल सुबह पनवेल। इतिहासले धिक्कार्नेछ थु गरी यी पापी भ्रष्टलाई, इतिहासले धिक्कार्नेछ थु गरी यी पापी भ्रष्टलाई।